नमस्कार, म नवराजपुरी। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ नवराज भ्लगबाट। तपाईहरुलाई स्वागत छ। म चाहिँ पछाडि क्यारेट बोकेर हिँडिसकेको अवस्था रहेको छ। पछाडि क्यारेट बोकेर हिँडिरहेको छु चटपट व्यापारको लागि है त। तपाईहरुले के कस्तो लाग्छ मेरो भ्लग हेर्दिनु होला, माया गरिदिनु। तपाईहरुलाई मेरो भ्लग के कस्तो लाग्छ भनिदिनु होला। अब तपाईहरुको साथ सपोर्ट अनुसार म अगाडि बढ्दै जाने हो। आयो चटपट, आयो चटपट, आयो चटपट, आयो चटपट। यसरी म बोल्दै बेच्दै काम गर्छु हैन हैन, ठीक छ, हेर्नु होला। आयो चटपट, आयो चटपट, आयो चटपट, आयो चटपट। श्रीमान रिसाउँदा श्रीमान फकाउने, श्रीमती रिसाउँदा श्रीमती फकाउने एक मात्र उपाय। आयो चटपट, आयो चटपट। खाना नपाउँदा भयो हजुर छटपट। आयो चटपट, आयो चटपट। अब बिस्तारै बिस्तारै म चटपट 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 दाइहरूले बोलिसक्नु भएको छ होइन। अब म चाहिँ यस्तै टक्क पारेर अब म चाहिँ सर्लक्कै फर्काउने हो कि, फर्काएर फेरि सोध्छु कि अब चटपट मगाउनु भएको कि यत्तिकै बोलाउनु भएको भन्ने होइन। ल बुझौँ है त, चटपट हो यतैतिर हाम्रो दाइ बोलाउनु भएको थियो होइन, टक्क पारेर। दाइले यत्तिकै ख्यालठट्टामा बोलाउनु भएको रहेछ, त्यसै दाइले बोलाउनु भयो तर ख्यालठट्टा गर्नुभयो नि त। आयो चटपट, आयो चटपट, आयो चटपट, आयो चटपट। हेर्न सक्नुहुन्छ म चाहिँ साइकल चलाउँदै तपाईहरुलाई म देखाउँदैछु हैन। आयो चटपट, आयो चटपट। आउनुहोस् आउनुहोस् आउनुहोस्, राम्रो राम्रो मिठो मिठो चटपट खानुहोस्। यसै गरी म बेच्दै जानेछु है त। अब म चाहिँ टक्क पारेर स्कुलतिर जाँदैछु कि, विशेष गरी म स्कुल जाँदैछु। आयो चटपट। मलाई देखेर हो कि त्यहाँनिर रोकेर बसिरहेका छन् दुईजना। के है चाहिँ कस्तो छ कन्डिसन बुझौँ है त फेरि गएर। आयो चटपट आयो। हामी चाहिँ यो कन्डिसन पनि पार गर्न सक्यो छिट्टै हेर्ने है त। यतातिर रोकेर बस्नु भएको छ। ल प्राङ गरे जस्तो पो लाग्यो मलाई होइन। आयो चटपट आयो, टक्क पारेर हामी एकदम पसलमा आइसकेका छौँ। आहा यतातिर पनि हाम्रो दिदीको चटपटको टङ्की पसल चाहिँ म चटपटको टङ्की पसलमा आइसकेको छु होइन, हेर्न सक्नुहुन्छ। म पनि बोकेर हिँडेको छु क्यारेटमा। यो चाहिँ मेरो स्ट्यान्ड रहेको छ होइन, यो चाहिँ मेरो स्ट्यान्ड रहेको छ। यो आलु, यो बटाउ हजुर। म चाहिँ यहीँ 6 नम्बरदेखि आएको। घुमिसकेको होइन यो एरिया मेरो। म प्रायः जस्तो यतै बाटो हिँड्छु होइन। धेरै जस्तो चिन्नु भएको छ तपाईँले, मलाई चिन्नु भएको रहेछ के भयो तपाईँले चिन्नु है। अब है मलाई अब चिन्नु, मेरो नाम चाहिँ नवराजपुरी हो होइन। टक्क हामी यस्तै सफल गरिरहेका छौँ होइन। टक्क पारेर हामी टाइम हेर्न खोजेको, ओहो 16 भइसकेको छ, घन्टी बजेछ। ल म यहाँबाट निक्लेँ है दिदी है। अब स्कुल जानुपर्छ होइन चटपट बेच्नको लागि। दिदीसँग गफ गर्दा गर्दै 1:16 गइसकेको छ। अब स्कुलमा जानु पऱ्यो नि त चटपट बेच्न होइन। आफू पढेको स्कुलमा के लाजै लाग्दैन मलाई होइन। आयो चटपट आयो टक्क पारेर होइन। हामी चाहिँ अब खै हामी टक्क पारेर सोलो मसँग म पढेको स्कुल चाहिँ त्यही हो। अहिले म नजिकबाट देखाउने छु। म पढेको स्कुल अहिले नजिकबाट देखाउने छु तपाईँहरूलाई होइन। लास्टसम्म चाहिँ हेरेर साथ दिनु होला है त। आयो चटपट आयो।
यतातिर घर बनिरहेको अवस्था रहेको छ होइन होइन टक्क पारेर हुन्छ नि त चटपट चटपट ए दाइले बनाउन भनिसक्नु भएको छ होइन म चाहिँ यहाँ रोकिएँ है त ल ल टक्क पारेर मजालाई खोलेँ यसरी यहाँ साइकलमा अड्काएँ होइन अड्काएँ टक्क पारेर यता हाम्रो पहिलो कस्टमर है दोस्रो भनौँ होइन ल दाइ नुन सुन केही नहाल्नु तेल सेल हुन्छ मसला हाल्यो कि कस्तो मसला हो होटलमा खानु नन्छ हाल्यो कि त्यो नहाल्नु एकदम सादा बात ठिक छ दाइले मैले बनाएर दिएको त चक्कुले भित्रिदिएर त सिनहरू मेरो सानो भाइ बनायो कुना कुना दिएको छैन सादा हाल्नु छोटो छोटो पिस गरेर मैले बनाएर दिएको छैन धनियाँ पातहरू छैन धनियाँको पात छैन त्यो लिनुपर्छ नि त धनियाँ पात पनि हाल्नु पर्छ नि धनियाँको पात अब जाने हुँदैन त्यसरी आलु हाल्दै हुन्छ आलु पनि हाल्दैछु है आलु बनाएर अनि प्याज नहाल्नु बन्दा हाल्नु बनाएर सोध्दै हाल्दै भनेपछि हाल्नु है मलाई एकदम सादा हुँदो रहेछ होइन किन मिल्दैन खानु त्यसमा त नुन सुन त होला नि होइन हुन्छ त्यो नहाल्नु त्यो पनि नहाल्नु भन्नुपर्छ यो अमिलो हाल्नु अमिलो हाल्नु बदाम हाल्नु देखे त फोटो त नजिकबाट मैले देखाउनु बारे एकदम सिम्पल खानु परेछ के गर्न सक्छु खाना त मन लाग्यो चटपट भने पछि त नुन खानु परेन तपाईँलाई कस्तो लाग्छ एकदम सिम्पल खानु पर्छ धन्यवाद तपाईँहरू हेर्दै रहनु भएको छ होइन टक्क पारेर मेरो तेस्रो चक्कर पनि गइसकेको छ अब हामी कति ठाउँमा जान्छौँ कहाँ कहाँ पुग्छौँ होइन अब यसलाई टक्क पारेर 40 रुपियाँ दिनुभएको छ अब म 10 रुपियाँ फर्काउँदैछु